आज फिर से मैं आई हूँ काफ़ी दिनों के बाद, धेरै दिन बाद फेरि पनि तपाईँहरूको अघि आइरहेको छु अचार बनाउँदैकिन। यहाँनिर सबैभन्दा पहिला मैले खिरालाई मजाले धोएँ ताकि यसको जति पनि किराहरू छ मैला छ सबै जाओस् भनेर भिनिगरमा धोएँ। त्यसपछि मसिनो काटिसकेपछि चाहिँ मैले यसलाई त्यसमा मजाले धोएर नुन हालेर राखेँ। त्यसपछि मैले यहाँनिर मटर पनि उसिने, आलु पनि उसिने। मटरको पानी फ्याँकिसकेपछि तेल हालेँ, सर्सोको तेल हालेर यहाँनिर मटर हालेँ। सर्सोको तेललाई चाहिँ खराइनँ, नखराइकन मटर हालेँ। त्यसपछि मसलाको लागि जिरा, कालो तिल, तोरीहरू मजाले पिसेर मटरको माथि नै हालिदिएँ। हल्दी पनि हालिदिएँ, नुन पनि हाल्न लागेँ। मैले खोर्सानी पहिला हाल्नु बिर्सेछु र फेरि पनि मैले तेल हल्का खराएर माथिबाट खोर्सानी हालिदिएँ ताकि काँचो नरहोस् भनेर। अनि त्यसको मटरको माथिबाट हालिदिएँ मजाले। त्यसपछि मैले यहाँनिर पहिल्यै बनाएर राखेको थिएँ खोर्सानीको अचार। त्यो खोर्सानीको अचार पनि माथिबाट हालेँ ताकि पिरो मजाले होस् भनेर। त्यसपछि मैले यसलाई मजाले मिक्स गरेँ। फिटेर चाहिँ यसलाई मैले माथिबाट भिनिगर पनि हालिदिएको छु अनि सबै प्याक गरेर त मैले यहाँनिर लगेको छु। टाइमिङमा आएछ बब्बर टाइम नि है टाइमिङ त हो मैले पर्खिराखेको थिएँ। अझ भन्नुपर्छ नि त मलाई अन्त भन्नु पर्दैन। तपाईँको चर्चा भइरहेको छ यहाँ कचर आउँछ भनेर भाडा ज्यादा भयो। अचार खानु भएको छैन तर कमी त बताइदिनु। एकदम दामी छ, क्लास बनाएर दिएको छ। हाम्रो भनेको अर्ग्यानिक चिज हो। सबैले यो सब पिंक लग रहा है क्या अंदर? हाँ पिंक है, मुझे लगा मम्मी ने क्या वो उनकी वजह से। गायत्री ले बनाको गोरखे अचार या